हैन मलाई मात्र हेर्ने हो कि के अर्डर पनि गर्ने हो आएर बसेदेखि पानी मात्र खाएको छ मलाई त लाजै भइसक्यो हेर्दा त धनी मानी मान्छे जस्तो छ आज त राम्रो व्यापार हुने भयो यस्तो महँगो ठाउँमा आएर कहाँ खाजाको कुरा गरे 1 घण्टा बस्ने एउटा ब्ल्याक टी खाने अनि जाने पैसा भएको मान्छे पनि किन लोभ गर्छ नि यत्रो पैसा भएर पनि कस्तो लोभी हो के ओ के छ बिजोक छ बिजोक छ गए म त्यसमा ए के कुरा भन्न आथिस भन्न अब मैले भनेको कुरा सुन्यो झन् बिजोक हुँदैन भन्न साथीले कुरा लुकाउनु हुँदैन के तेरो लागि त म ज्यान दिन तयार छु नि अब ज्यान परेन 1000 रुपैयाँ भेट्ने यार बाटो यता मलाई थाहा छ त्यही बाटो आएको म यत्रो क्याफे खोलेर मलाई 1000 रुपैयाँ हुन्छ लिएर क्याफे मात्र खोलेर भयो यार यस्तो लोभी कस्टमर आएर बिहानदेखि 2 घण्टा भइसक्यो पानी मात्र खान्छ यार व्यापार छैन यो कस्टमरहरुबाट म व्यापार गराउँछु हैन तपाईलाई कमिसन दिन्छस् व्यापार भयो त कमिसन दिनु कुन ठुलो कुरा भयो यार ल मैले भनेको गरे त ल सर तपाईहरुको कफी भाइ हजुर यो हाम्रो अर्डर हैन होला यार तपाईहरुकै हो तपाईको साथीले अर्डर गर्नु भएको हेर्नु त ल ल ल थ्यांक यू तपाईँको साथी हो ल जसरी होस् न फिल्म खानपछि भइहाल्यो नि जिग्री हो मेरो जिग्री वाह क्या फ्रेन्डशिप छ सर सर यो कसले फेरि जिग्री हामी वाह क्या फ्रेन्डशिप छ सर टन्ड खाइ है टन्ड खानु नि हाल्नु न फेरि के मगायो मेरो दोस्तले है तेरिका ल सर बिल हजुर बिल उता दोस्त कहाँ भयो छैन त दोस्त कहाँ भयो तपाईको दोस्त अघि नै गइसक्नु भयो नि सर उहाँले खाएको कफीको बिल पनि जोडेर पठाउनु भएको छ ल तिर्नुहोस् त सर बिल यस्तै हुन्छ भने आमाले जो पाइदिले खुवाएको खानु हुनु भन्दै यार पसाइहाल्नु भाउस ल ल भयो है त भाइ ल फेरि आउँदै गर्नुहोस् है सर ल ल ल बल्ल के भयो के हो नि खोइ कमिसन लिएन हैन तँलाई 1000 रुपैयाँ त आवश्यक पर्ने मान्छे होइन कुरा के हो के बसेर कुरा गरौँ ल कुरा के हो भन् त अब के हो नि मलाई उमेर गइसक्यो पैसा कमाउनु पर्ने बाबुलाई सुख दिनु पर्ने ओए नाटक नगर कुरा के हो भन् अब खास कुरा के भने नि गाउँबाट काठमाडौँ जापानिज ल्याङ्ग्वेज पढ्न आएको ल्याङ्ग्वेज पढ्न ल्याएर पैसा त यसो बगैँचा घुम्न गएको एकै दिन सक्यो भने बगैँचा कहाँको बगैँचा ठमेल एक्लै गइस अनि के को अनि अब मनी सकेपछि सबै साथीहरु सब 1000 रुपैयाँ उठाएर भए पनि जापानिज ल्याङ्ग्वेज पढ्न पर्यो भने त माथामा आगे ए पढ्नको लागि भए त म पैसा हाल्दिहाल्छु नि राम्रो जापानिज ल्याङ्ग्वेज पढाउने कन्सल्टेन्सी खोज ए तेरिका खुदै पर्दैन नि त पैसा दिए ठाउँ त मैले गइसकेको छु हो र कहाँ हाम्रो यही कीर्तिपुर नयाँ बजारमा रहेको पेगासस एजुकेसन कन्सल्टेन्सी हजुर यदि तपाईहरु पनि कीर्तिपुर वरिपरि राम्रो जापानिज ल्याङ्ग्वेज र आइएलटीपी गर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने कीर्तिपुर नयाँ बजार चोकमा रहेको पेगासस एजुकेसनलाई सम्पर्क गर्नुहोला मेरो पछाडि रहेको रातो बिल्डिङ